उच्च विचार अनि सदा क्रिएटिभ काम गर्ने यता तपाईँको राम्रो मान्छेको भिडमा खराब मान्छे कसरी प्रवेश गरेको यो समुदायले पनि तनाव भएर होइन बा के भयो को नराम्रो मान्छे आयो कसले के बिगार्यो होइन यत्रो टेन्सनमा किन बा के भयो कुरा सुन्नुभयो भने तपाईँहरूसँगै टेन्सन हजुर हामीले नगरपालिकालाई कस्तो नगरपालिका बनाउनु हामीले त हाम्रो पालिकालाई एकदमै राम्रो उत्कृष्ट बाल विवाह मुक्त दाइजो प्रथा मुक्तसँगै लैङ्गिक हिंसा रहित ठाउँ बनाउने भनेर हामी अभियानमै लागेका छौँ र साथसाथै हजुर धुम्रपान मद्यपान तथा लागु पदार्थ दुर्व्यसन रहित पालिका बनाउनु भनेर कम्मर कसेर अभियानमा लाग्यो हजुर यो अभियानलाई तौल खोज्दै थियो त गऱ्यो भन्दा पनि किन गऱ्यो त्यो मान्छे त हेर्नुहोस् अभिभावकहरूको घरमा गएर हेर्नुहोस् हाम्रा नानी बाबाहरू उमेर पुग्नु पर्दैन उमेर पुग्नु पर्दैन जतिसक्दो सानो बिहे गर्थ्यो त्यति राम्रो बाल विवाह गराउन उक्साउने अनि दाइजो पनि कम लिनुपर्छ है दाइजो दिने मान्छेले चाहे घर बेच्नेको चाहे आफैले बेच्नुहोस् दाइजो चाहिँ कमै माग्नुपर्छ भनेर भन्छ लाइफ पार्टनरलाई त्यो फेरि पोथी बाँसेको मन पर्दैन पोथीलाई बाँच्नु दिनु हुँदैन त्यसको कुरो सुन्ने होइन यहाँ नसुनेर यहाँ उडाइदिने भन्छ ए बाबा मेरी श्रीमती हो मेरी स्वास्नी हो म माया गरौँ कि पिटौँ कि गाली गरौँ कि घरबाट निकालौँ कि गाउँबाटै निकालौँ कि कसलाई खेल्नु पर्छ त्यो भन्छन् लैङ्गिक हिंसा गर्न मिल्छ मिल्छ यसरी लैङ्गिक हिंसा गर्न व्यक्ति मात्र हो सिङ्गो परिवार नै तनावमा सिङ्गो परिवारले नै बेइज्जती खेल्नुपर्ने सिङ्गो समाजले नै बेइज्जती खेल्नुपर्ने सिङ्गो राज्यले नै नोक्सानी बेहोर्नु पर्ने हुन्छ 21औं शताब्दीमा आएर आफ्नो लाइफ पार्टनरलाई खुज्नुहुन्छ यो त ढुङ्गे युगमा जनावरहरू झगडा गरे जस्तो भएन सुवासको नाम चाहिँ कति राम्रो मिस्टर अर्तिराम मैले त्यसलाई चिनेर भेटेर सम्झौँ भनेर खोजेको नमस्कार है लौ भेटाइदिनु पर्यो यस्ता फटालाई चिन्नु पनि हुँदैन यस्ता त्यसमा तपाईँको झगम बेसी हुन्छ तपाईँ हो मिस्टर अर्तिराम म त बुझ्नु होला कस्तो बेहोर्नु परेछ तपाईँ जस्तो मान्छेले यस्तो काम गर्ने हेर्नुहोस् एउटै पालिकामा हुर्केको मान्छे तर यहाँको मान्छेले मलाई राम्रोसँग चिन्नु र राम्रोसँग टेर्नु पनि किनभने म यो आफ्नै पालिकामा पाउन कारण के भने पहिले म मेरी बस्दै गाउँतिर पहिले मेरी बस्दै गाउँको कोर्तिकाजीको घरतिर जान्छु पहिले कोर्तिकाजीको ससुरालीतिर जान्छु पहिले धुर्मुसेको मानो घरतिर पहिले आफ्नो ससुरालीतिर जान्छु हजुर अब यताउता गर्दा गर्दै मैले आफ्नो पालिकामा त्यति टाइम दिन पाएको तपाईँसित हेर्नुहोस् धेरै प्रतिभा मान्छेहरूलाई कन्भिन्स गर्न सक्ने यहाँका सम्पूर्ण दाजुभाइ दिदीबहिनीलाई कन्भिन्स गरेर यो पालिका बाल विवाह रहित दाइजो रहित लैङ्गिक हिंसा रहित एउटा चाहिँ पूर्ण
बालिका पुरुषको लागि एकदम बिन्ती हात जोड्छु म। हुन्छ दा, मैले हजुर आउनुभन्दा अगाडि यहाँ नानीहरूसँग कुरा गर्दै थिएँ। हजुरहरूले मलाई धेरै याद सम्झाउनु भयो, मलाई बुद्धि दिनुभयो। अबदेखि म यस्ता गल्ती गर्दिनँ, म पनि हजुरको अध्ययनमा लाग्छु भन्दै थिएँ। हजुर जङ्गिएर आएको देखेर टरले त्यसरी उठ्दै हिँडेर म अब यस्ता गल्ती कहिल्यै गर्दैन। बिन्ती म अब यो लैङ्गिक हिंसा गर्ने काम, दाइजो प्रथालाई उठाउने काम, सानो उमेरमा विवाह गर्ने कामहरू यस्तै उठाउने कामहरू म गर्छु। बिन्ती म अभियानमा लाग्छु हजुर। अभियानमा त फेरि बिहान टाइम